गाउँमा चुनाव लागेको थियो। सबै उम्मेद्वार घर घर घुम्दै थिए। एक दिन नेताजी एक बुढा हजुरबाको घरमा पुगे। नेताजी बोले, हजुरबा, मलाई भोट दिनुभयो भने म तपाईको घर अगाडि पक्की बाटो बनाइदिन्छु। हजुरबा मुस्कुराए। ल, ठिक छ, भोट तपाईलाई। केही बेरपछि अर्को उम्मेद्वार आए। हजुरबा, मलाई भोट दिनुभयो भने म तपाईलाई मासिक भत्ता मिलाइदिन्छु। हजुरबा फेरि मुस्कुराए। ल, भोट तपाईलाई। तेस्रो उम्मेद्वार पनि आयो। हजुरबा, म जिते भने तपाईको घरमा बत्ती र पानी सबै मिलाइदिन्छु। हजुरबा बोले, ल, भोट तपाईलाई। छेउको नाति अचम्म पर्यो। उसले सोध्यो, हजुरबा, तपाईले सबैलाई भोट दिन्छु भन्नुभयो, तर भोट त एकजनालाई मात्रै दिन मिल्छ नि। हजुरबा हाँस्दै भने, बाबु, बाचा त नेताले मात्रै गर्छन् भन्ने को भन्यो? चुनावमा गाउँले पनि अलि चतुर हुनुपर्छ। चुनावको दिन हजुरबा चुपचाप गएर सबैभन्दा राम्रो मान्छेलाई भोट हालेर आए।